Alright guys, म चाहिँ अब रुमतिर जान लागेको। बेलुकाको 7:30 पनि भइयो अनि अब चाहिँ म रुम हिँडेको। हेर्नु होला रातिको माहौल यस्तो हुन्छ। हजुरहरूले साथ सपोर्ट दिनु पर्यो भन्न चाहन्छु म चाहिँ। यस्तै छ। जहाँसम्म हो म देखाउने कोसिस गर्ने नै छु। यस्तै हुन्छ। केपी सरकारलाई लगेर थुनिहाल्यो। अब के गर्नु त। हजुरहरूले मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। पुरै ओह्रालो आयो रे बाबा रे बाबा। यो कहाँ जान लाग्यो हो? पुरै ओह्रालो छ यस्तो। त्यस्तै छ। म चाहिँ अब कन्टिन्यू भ्लगहरू बनाउने छु। अनि हेर्नु न जाम भएको त्यतिकै। यो गाडीले किन रोकेर राखेको? काठमाडौँको मान्छेहरू गाडी किन्छ, चलाउने बेलामा चाहिँ डराउँछ कि बेकारमा। किन डराउँछ कि? आइपुग्यो वसुन्धरा, आइपुग्यो वसुन्धरा। म चाहिँ भाइको कोठाबाट भर्खर फर्केर आउँदैछु। हेर्नु होला नाइटको भ्यू। हजुरहरूलाई वेलकम छ मेरो भिडियोमा। लाइक पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। यस्तै छ। अब रुममा गएपछि त्यही त हो नि, खाना खाने, सुत्ने कार्यक्रम भन्दा केही हुँदैन। अहिले चाहिँ यसो भ्लग हानिदिएको। केही देखिँदैन यस्तो छ। भ्लग पनि के राम्रो आउला र? खासै राम्रो आउँछ जस्तो मलाई लाग्दैन। होइन गाइस, भ्लगको जोर्नी स्टार्ट हुँदैछ। भन्न चाहन्छु म चाहिँ। अहिले म हिँडिरहेको छु। सामाकोसी आइपुगेको छ। सामाकोसीको बजार यस्तै लाग्छ मलाई हजार भन्न चाहन्छु। ए बालेन सरकारले अब पानी हाल्दै त हो नि, छारो र धुलोभन्दा केही हुन्न न रोडमा पनि। यस्तो छारो आउँछ नि, खतरा छारो आइदिन्छ क्या। सामाकोसी आइपुग्यो। सामाकोसीबाट बिजी मल आइपुग्छ। त्यसपछि फेरि भनेको फेरि माछा पोखरी आइपुग्छ। माछा पाउने ठाउँ। माछामै डुबेर मऱ्यो भने पाइन्छ माछा पोखरीमा। अनि त्यसपछि आउँछ बाइपास। त्यसपछि बाइपास कटेपछि फेरि गोलढुङ्गा आउँछ। हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो? लाइक सब्सक्राइब गरिदिनु होला। यसो सपोर्ट पनि चाहियो है गाइस। यही हो नाइटको भ्यू चाहिँ यस्तो छ। अब डेली अब भिडियो बनाउने जमर्को गर्दैछु म भन्न चाहन्छु।
म आउँदैछु। सरला र सरर बुलेट बाइकमा लान न। सुदन गुरुङले कति राम्रो गरेछ अहिले यहाँनिर। जाम भन्ने खासै छैन, पुलिसहरू खटाएर हुन्छ कि के गरेर हुन्छ कि एकदम सही छ, जाम छैन। चोक चोकमै पुलिस छ, यता पुलिस छ, यहाँनिर अब पुलिस सरहरू। चोकमा बाइक भनेको राख्नै दिँदैन क्या अहिले त। बाइक भनेको राख्नै दिँदैन, तर यहाँ बाइकको लाइन छ यहाँ। ल यस्तो छ, यस्तो खतरा लाइन छ कि। चोकमा यस्तो छ, एउटा मात्रै होटल यहाँ खुल्छ, खतरै छ। यो चाहिँ माछा पौरीको भ्यू हो। हजुरहरूलाई अब बेलुका 9 बजे चाहिँ कस्तो छ भने रेस्टुरेन्टहरू सब बन्द हुन्छ। यो माया रेस्ट्रो यिनीहरू चाहिँ खुल्लै रहन्छ, अनि बर्गरहरूको पनि खुल्लै रहन्छ। मेरो भाइहरू यता बसेको छ, मेरो भाइहरू यता छ, यो चाहिँ मेरो भाइहरू हो। अहिले त म गएको है। तिम्रो नाम के हो भाइ? ए भिडियो हान्दैछु कि म, तिमीलाई पनि देखेँ ल। अब चाहिँ म रुम जान लागेको, केटाहरू यहाँनिर चिहाएर बसेको रहेछ। म रुम जान्छु भन्न चाहन्छु। ए बुढाको पसलमा बुढाले कति बेच्यो? कति बेच्यो आज? कति बेच्यो? व्यापार कति के छ? व्यापार छैन? भाइ यता छ, मान्छे अब आउँछ, म लिएर आउँछु, सबैलाई म लिएर आउँछु ल भाइ। यहाँ माछा पोखरीको हाम्रो भाइ चाहिँ साउ हो, एकदम ठुलो साउ हो ल। ओ गाइस कति चिसो हो गाइस, चिसो लागिहालेछ काठमाडौँमा त। काठमाडौँमा त चिसो लागिहालेछ, चारैतिरबाट गाडी आइहालेछ। काठमाडौँमा त चिसो लागिहालेछ, दिनभरि पानी परिहालेछ। यस्तै छ। म डेली हिँड्ने बाटो चाहिँ यही हो। तपाईँलाई म बिहानको पनि देखाउँछु, तर म हिँड्ने बाटो चाहिँ यही हो डेलीको। डेली हिँड्ने बाटो यही हो गाइस। अहिले त केही देखिँदैन होला है, डेली हिँड्ने बाटो चाहिँ यही हो। म डेली हिँड्ने बाटो यही हो, जङ्गलको बाटो। पाइलटको बाटोमा धुलो उडाउँदै। तपाईँलाई म एउटा प्रश्न सोध्न चाहन्छु। यस्तो म राति बाइक चलाएर हिँड्दाखेरि छ नि, बिचमै यत्रो बाघ आइदियो भने के हुन्छ? घनाघोल जङ्गलमा के हुन्छ भन्नु न? कसैले त त्यही प्यान्टमा हग्ने मुत्ने पनि हुन्छ होला।
जस्तो लाग्छ मलाई चाहिँ। जङ्गलको बिचबाट हिँडिरहेको छ क्या म। यस्तो छ। अहिले तपाईँहरूलाई म फेरि काठमाडौँको पुरा भ्यू पनि देखाउँछु ल गाइस। गाइसहरूलाई काठमाडौँको पुरा भ्यू देखाउनु पर्छ कि। भ्यू म यस्तो खतरा देखिन्छ नि। यत्रो ठुल्ठुलो टिप्पर आउँछ, माटो सातै जान्छ हो। यो चाहिँ हाम्रो आर्मी ब्यारेक हो। यता सरहरू हुनुहुन्छ। म काठमाडौँको भ्यू देखिन्छु एकचोटि। काठमाडौँको भ्यू यस्तो खतरा देखिन्छ नि। ल गाइस, यो चाहिँ काठमाडौँको भ्यू हो, हेर्नुहोस्। म चाहिँ माथि टपमा बस्छु यसरी। यो चाहिँ पुरै काठमाडौँको भ्यू हो। यस्तो खतरा भ्यू देखिन्छ नि यहाँबाट। यो रेस्टुरेन्टहरू हो। माथि जङ्गल पुरै हेर्नु न, यस्तो खतरा देखिन्छ भ्यूहरू। यता नि काठमाडौँको भ्यू, यता नि काठमाडौँको भ्यू। यता चाहिँ म बस्ने चाहिँ यता हो। पुरै भ्यू देखिन्छ। हेर्नुहोस् है त गाइस। थ्याङ्क यू। भोलि भेट्छ अर्को भिडियो ल्याउने बाचा गर्दै आजलाई चाहिँ बाई बाई गर्न चाहन्छु। यही हो भ्यू। यो भ्यू हेर्दै हजुरहरूले मनोरञ्जन लिनु होला। थ्याङ्क यू सो मच। सी यू टुमोरो।